यो भनेको अर्गानिक माछा हो। हेर ल, पासामा परेको माछाहरू यस्तो हुन्छ। ल हेर, ठुल्ठुलो माछा रहेछ। बाब्रे बाब्रे बाब्रे, यतै तिर्नु पर्यो। यहाँ त देखा त, देखा देखा न ल। देखा, सब देखा। यो केमा पारे है? पासा है, पासा हो नि। पासामा मलाई लगेर झाइ भनेको गदालाई। कति रात गयौँ हामी। रात गयो भने के भयो? यो माटो लाग्ने हो त्यो गर्न। ए खोइ ए देख्के न यार। ओ यो माछा आस्ला माछा भनेको यही हो। हेर आस्ला माछा पुरा। यो भनेको आस्ला माछा हो। हाम्रो पहाडतिर चाहिँ यस्ता माछा पार्छन् पासामा। 10 माछा पुरा 10 वटा माछा रहेछन्। ठुल्ठुलो रहेछ यार। यो त हिजो राति नै पढ्या रहेछ होइन? यो जिउँदै छ। हेर, अर्गानिक माछा भनेको यस्तो हुन्छ। पासा त पढ्या रहेछन् यस्तो। ल यति ठुला ठुलो ठुलो माछा पर्दो रहेछ। ए यहीको हो यो। को हो निरी? निरज। ल जा। यो माछा भनेको हाम्रै खोलामा पाइएको माछा। भयङ्कर मिठो पनि हुन्छ नि त, टेस्टी पनि हुन्छ। आस्ला माछा पहाडतिर चिसो ठाउँमा पाइने भनेको यही माछा हो कि आस्ला माछा। तराई भेगतिर यस्तो माछाहरू पाउँदैन। यो पाउने भनेको पहाड भेगमा हो कि पहाडी इलाकातिर यस्तो माछाहरू पाउने भनेको। कसले बोले यसो दाउडा छोराछोरीले? ठुलै खान देख्छौ? ठुलै माछा भने यिनलाई काट्नु पर्यो अब। जे माछा खान पाइने हो। ल देखा पुरै तिवारी के काटा आला बुढिया तिनका काटा काटिले तैले काटिनी क्या? मैले त काटेका लाग्दो रे, खतरा लाग्दो रे। है यो यति राखु आ कोडा यो अहिले नाख्ने होइन। यस्तो हुन्छ यो, जिउँदै छ। अर्गानिक माछा भनेको यस्तो हुन्छ। यो ओरिजिनल माछा हो यहाँको। ओरिजिनल माछा हो यो। अरु त त्यही प्लास्टिकको बने बेच्ता हुन्न। जियो साजम अब ये नजिक हल्का नजिक गर्दा बाबु नजिक गर्न राखो। नहल्ला है क्यामेरा हल्ला भने त मरिस भाइ। म त त्यो भन्छु सिधा। यो कुकुर खाँदा नि खाँदा आ पर देउ न जुत्तिन नै क्या दै त अरे है अरे नै ना भया नै भयाको तु मास्तन गरी राख्थे यार। कति वर्षपछि माछा काट्न पाए यार। धेरै भयो नि त। तैले त राखिहालि नि गाडी माछा। गोबाइ त नत्र सर्ट काउन्ट न त त्यो हदैन। गइ त लगाया हन ती आज। त्यही भएर हो। गइ त लगाया हन तुले हो बेसी। यस्तो वरी राख्न के किटी गर्दो रहेछ। अलग अलग भिडियो हान्नु हले नि एकै अलग नर एकै कति लामो गर्नु हो हैन
खाँदा है यो भनेको ओ एउटा सेम। यो माछाको अन्डा हो के ए यी दुध राखिराख न यी अम्माका ती यस्ता मिठा हुँदैन ती अन्डा त लाग्दा यी दुध हे एक दिन मैले यो खाएँ पर उहाँ भिडियो राम्रो गर्ने बाँधे ओराको अस्ति देखेलाई मैले चितवनमा यो अन्डा पनि हालिदिएर उ फराएर खाएर खेल कस्तो कस्तो अर्कै भयो कि लाग्दा त लागेन तर के अब अर्कै भयो मिठो हुँदैन यो त राम्रै आएन भिडियो राम्रो आएन तर घाम लाग्यो नि त त्यही भएर हो कि यो उगाएर लाग्छ चेपिदेला आज माछा खबाई हुने हो यो पोलेर ल्याउन ल एउटा पोलेर ल्याएर झारिटबाट ल यो खा त यो पोलेर खानु पर्यो खा त यो कति कहाँ दुई माछा खाए यो पनि झुट बोल्दो रहेछ ल पखालेर ल ल जा पोलेर ल्याएर भिडियो नहाल्ला है भिडियो दामी हुने त्यही माछा युट्युबमा हाल्ने हो नि योमा पनि उ रहेछ अन्डा कति धेरै ए कुकुरलाई हर्काएर यो खाला जस्तो लाग्यो मलाई सक्यो छैन माछा खाना खायो यो चुटी त दाइ हे मासु पनि यति खायो कि के भन्नु दाइ उता धनगढीतिर न यो सायद फागुनको महिनै भने मासु खान भयो भने दिदी दाइ र मै सल्लाह हार्दै खान्छ उहाँ जाँदाखेरि उहाँ दोधारो जाँदाखेरि मासु खान पायो हान्या दाइ भन्दा त्यो भनेको पछिल्लो दिनदेखि मासु खवायो 7-8 मिनट त हुनु पर्यो अनि त हुँदा नि माछा पाकेर हो आगोमा पकाएको माछा अलि दिनमा अलि ऊ हुँदो रहेछ क्या एकदम ढोका हाम्रो आन्टीले त माछा पकाइसिन्छ मिठो पारेर माछा टेस्ट नहीं पहिला टेस्ट गरौँला नि टेस्टी छ नि यार